कानुन कागजमा छ भने नागरिक किन अझै असुरक्षित छन्? रेमिटेन्स आउँदा उनीहरू अर्थतन्त्रका आधारस्तम्भ हुन् भनेर भन्ने गरेका छौँ। दुःख पर्दा पनि उनीहरू राज्यकै जिम्मेवार हुनुपर्ने हुन् त। उनीहरूको पसिनाको हिसाब राख्ने राज्यले मृत्युपछि उनीहरूको अन्तिम यात्राको जिम्मेवारीबाट पन्छिन मिल्छ र? मलाई लाग्छ मिल्दैन। तर यो प्रश्न मैले सरकारतर्फ मात्र तिर्साएको भने पक्कै पनि होइन। यो हामी सबैलाई प्रश्न हो। मैले यस्ता नेपाली परिवारजनहरूसँग भेटेँ जसलाई नेपालमा एउटा काम भनियो, त्यहाँ पुगेपछि अर्को काम दियो, एउटा तलबको आश्वासन दियो, व्यवहारमा अर्को अवस्था भेटियो। कसैलाई बिचौलियाले सपना देखायो, ऋण बोकाएर विदेश पठायो र गन्तव्यमा पुगेपछि उसलाई आफ्नै भाग्यको भरमा छोडिदियो। यो तथ्याङ्कको हिसाबमा भन्ने हो भने यो केवल कतारमा मैले सुनेको कुराहरू मात्र होइन। जुलाई 2026मा राष्ट्रिय तथ्याङ्क कार्यालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठनले सार्वजनिक गरेको अध्ययनले समेत नेपाली वैदेशिक श्रमिकको रोजगारीमा जानु अघि ठुलो भर्ती लागत बेहोर्नुपर्ने र विशेष गरी अनौपचारिक तथा दर्ता नभएका बिचौलिया मार्फत जानेहरू अझ बढी जोखिममा परेको पनि देखिन्छ। यो तथ्याङ्क हो। त्यसैले आजको प्रश्न कतारको मात्र होइन, प्रश्न नेपालबाटै सुरु हुन्छ। त्यो के हो त भन्दा सभापतिज्यू, कसैलाई नेपालमै गलत सूचना दिएर पठाइएको छ भने यो हाम्रो कानुनी कार्यान्वयनको प्रश्न हो। यसमा करारभन्दा फरक काम वा सुविधा दिएको छ भने त्यो श्रमिकको अधिकारको प्रश्न हो। अन्यायमा परेको नेपालीले कानुनी उपचार पाउन सकेको छैन भने त्यो न्यायमा पहुँचको प्रश्न हो। सङ्कटमा परेको नागरिकले आफ्नो दूतावास र आफ्नो राज्य भेट्न सक्दैन भने त्यो राज्यको संरचनाप्रतिको प्रश्न हो। यसैमा म अर्को जोड्न चाहन्छु। हामीले रेमिटेन्सलाई अङ्कको रूपमा मात्र हेर्ने गरेका छौँ। रेमिटेन्स आउँदा उनीहरू अर्थतन्त्रका आधारस्तम्भ हुन् भनेर भन्ने गरेका छौँ। दुःख पर्दा पनि उनीहरू राज्यकै जिम्मेवार हुनुपर्ने हुन् त। उनीहरूको पसिनाको हिसाब राख्ने राज्यले मृत्युपछि उनीहरूको अन्तिम यात्राको जिम्मेवारीबाट पन्छिन मिल्छ र? मलाई लाग्छ मिल्दैन। त्यही कारणले गर्दाखेरि यी सबै कारणहरूको विषय यस कानुन न्याय तथा मानवाधिकार समितिको पनि विषय हो भन्ने मलाई लाग्छ। त्यही कारणले गर्दाखेरि यी सबै कुराहरू मैले यहाँ उजागर गर्ने प्रयास गरिरहेको छु। सभापति महोदय, हामीसँग कानुन भने नभएको होइन। फेरि वैदेशिक रोजगार ऐनले विदेश जानु अघि रोजगारको शर्त, पारिश्रमिक र सुरक्षाका विषय स्पष्ट गरी करार गर्नुपर्ने व्यवस्था गरेको छ। उजुरी गर्न सकिने, क्षतिपूर्ति माग्न सकिने, आवश्यक अवस्थामा कामदारलाई स्वदेश फर्काउनसम्म सक्ने कानुनी व्यवस्था छ। तर यो प्रश्न मैले सरकारतर्फ मात्र तिर्साएको भने पक्कै पनि होइन। यो हामी सबैलाई प्रश्न